सम्पूर्णमा फेरि पनि नमस्कार। आजको भिडियोमा चाहिँ मैले जिंक भन्ने च्याप्टर लिएर आएको छु। यो एकदमै छोटो मिठो र प्रायः जसो एनबीले क्वेसन दिन मन पराउने क्वेसन च्याप्टरको रूपमा चाहिँ जिंक च्याप्टर रहेको छ। र जिंक जिंक सबभन्दा पहिला सुरु जिंकको सिम्बल के हुन्छ, जेडान हुन्छ र यसको एटमिक नम्बर 30 हुन्छ। यसको एटमिक मास लगभग 63.5 जति हुन्छ। र यति इन्फर्मेसन भयो भने चाहिँ हामीले त्यो अरू डिफ्रेन्ट भूमिकामा बाँधेर सोधेका क्वेसनहरूलाई पनि ट्याकल गर्न सक्छौँ। र तपाईँहरूले चाहिँ आफूले नै हमको रूपमा चाहिँ इलेक्ट्रोनिक कन्फिगरेसन, ग्रुप, पिरियड र भ्यालेन्सी हेर्नु होला भन्ने भन्न चाहन्छु। र जिंक, अब जिंक भनेको के हुन्छ, हामीले नेपालीमा चाहिँ जिंकलाई पित्तल भनेर चिन्छौँ। ठिक छ, जिंकलाई चाहिँ हामीले नेपालीमा पित्तल भनेर चिन्छौँ। र यसको एटमिक मास कति हुँदो रहेछ, 65.37 जति हुँदो रहेछ है। यसको एटमिक मास कति हुँदो रहेछ, 65.37 जति हुन्छ। र यसको एटमिक नम्बर चाहिँ 30 जति हुन्छ है। र हाम्रो मेन हो, सो हामीले यतापट्टि मेन कुरा केसँग डिल गर्ने हो त भन्दाखेरि यसको एक्सट्राक्सन र यसका फिजिकल र केमिकल प्रपर्टिजहरूसँग चाहिँ डिल गर्छौँ। र यसको मेन ओर भनेको जिंक सल्फाइड होइन, जेडाएनएस रहेको छ। र त्यसै गरी अरू ओरहरू पनि रहेका छन्, जस्तै क्यालामाइन होइन, जिंक कार्बोनेट र जिंकाइट अथवा जिंक अक्साइड भन्ने गर्छौँ। जेडानो है, जेडानोलाई हामीले फिलोसोफर्स ओर पनि भन्ने गर्छौँ। सो यी तीनटा ओरहरू चाहिँ अलिकति नाम चलेका ओरहरू हुन्। र तीमध्ये पनि हाम्रो मेन ओर भनेको चाहिँ जिंक सल्फाइड हुन्छ है, जेडाएनएस हुन्छ। हामीले जिंक ब्लेन्डिङ भन्ने गर्छौँ है। हामीले यसलाई के भन्छौँ, जिंक BLEND, यो नाम एकदमै याद राख्नुपर्छ है। जिंक ब्लेन्डिङ भनेर चाहिँ हाम्रो जिंकको चाहिँ मेन ओरको रूपमा चिनिन्छ। र अब चाहिँ हामी जान्छौँ यसलाई कसरी एक्सट्र्याक्ट गर्ने हो त है। अब यसको एक्सट्र्याक्सनमा चाहिँ अवलम्बन गरे नि हाम्रो मेथड भनेको पाइरोमेटालर्जीको मेथड हो। हेर, यसमा चाहिँ सबै काम हिटबाट गरिन्छ है। हाम्रो प्राइमरीली काम चाहिँ हिटबाट गरिन्छ। र हाम्रो एक्सट्र्याक्सनको सबभन्दा पहिलो प्रोसेस भनेको क्रसिङ एन्ड ग्राइन्डिङ। क्रसिङ एन्ड ग्राइन्डिङमा के हुन्छ, एकदमै बिग लम्प्स अफ ओरहरू हुन्छ है। बिग लम्प्स अफ के हुन्छ, जिंक ब्लेन्डिङ हुन्छ, ठुल्ठुलो लम्प्सहरू हुन्छ। अब तिनीहरूले के गरिन्छ, सानसानो टुक्रा बनाइन्छ। सानसानो टुक्रा बनाइसकेपछि अब त्यसलाई जक्रसँग राखिन्छ, ह्यामर गरिन्छ, एकदम क्रस गरेर धुलो पिठो बनाइन्छ र यसलाई पाउडर फर्ममा कन्भर्ट गरिन्छ। यसरी हाम्रो क्रसिङ एन्ड पल्भराइजेसन भन्ने प्रोसेस सिद्धिन्छ। त्यसपछि आउँछ हाम्रो कन्सन्ट्रेसन भन्ने प्रोसेस। हेर, कन्सन्ट्रेसन भन्ने प्रोसेसमा चाहिँ यो जुन पाउडर गरेका ओर छ, अब यो पाउडर गरेका ओरलाई चाहिँ हामीले कहाँ हालिदिने हो त भन्छौँ भने ओइल र पानीको मिक्सचर होइन, ओइल र पानीको मिक्सचर भएको ठाउँमा हामीले ओरलाई राखिदिन्छौँ। जसले गर्दा के हुन्छ, यो ओइल छ भने यसको टक्क सर्फेसमा चाहिँ ओरहरू एड्जर्ब हुन्छ। एब्जर्ब होइन कि एड्जर्ब होइन, ADSORB होइन, एड्जर्ब हुन्छ हो। अब त्यो एड्जर्ब भइसकेपछि अब ओइलको डेन्सिटी कम हुन्छ, त्यसैले ओइल माथि जान्छ, कसलाई लिएर जान्छ, ओरलाई पनि लिएर जान्छ। र हामीले फाइनली ओर चाहिँ सर्फेसमा पाउँछौँ। हेर त, यसरी सर्फेसमा हामीले ओरहरू पाउँछौँ र यसलाई हामीले सर्लक्कै स्किम्ड गरेर चाहिँ निकाल्छौँ। र हाम्रो इम्प्युरिटिज चाहिँ तल बटममा हुन्छ। अब त्यो जुन मिक्सचर छ, त्यो ओइल र पानीको मिक्सचर, अब त्यसलाई एजिटेट गरेपछि यो सर्लक्कै यो ओरहरू माथि आउन थाल्छ। तिम्रो चाहिँ ग्याङ अथवा चाहिँ इम्प्युरिटिजहरू तलतिर सेटल हुन थाल्छ। र यसरी हाम्रो कन्सन्ट्रेसन प्रोसेस पनि सिद्धिन्छ है। अब कन्सन्ट्रेसन पछि हाम्रो के आउँछ, रोस्टिङ आउँछ। रोस्टिङ भन्ने बित्तिकै है तताउ भन्ने लाग्न सक्छ हो। यसमा के काम गर्ने हो, रिभर्बरेटरी फर्नेसमा मजाले हिट गरिदिने भएर मजाले हिट गरिदिने विथ एक्सेस सप्लाई अफ अक्सिजन। हामीसँग भएको मेन ओर के हो, जिंक सल्फेट हो है, जिंक सल्फाइड, जिंक ब्लेन्डे हो। अब त्यसलाई जिंक सल्फाइडलाई चाहिँ अक्सिजनसँग रिया गराउने, एक्सेस अक्सिजनसँग रिया गराउँदा जिंक अक्साइड र सल्फर डाइअक्साइड ग्यास इमिट हुन्छ। ठिक छ, जिंक अक्साइड हाम्रो आउँछ र सल्फर डाइअक्साइड ग्यास इमिट हुन्छ। तर सधैँ जिंक अक्साइड मात्र आउँछ भन्ने कुरा हुँदैन। हाम्रो कहिलेकाहीँ के पनि आइदिन्छ त, हाम्रो कहिलेकाहीँ जिंक सल्फेट होइन, जेडाएनएसओ पनि आइदिन सक्छ अक्सिजनसँग रिया गराउँदा। अब त्यो जेडाएनएसओलाई हामीले अझ फर्दर हिट गर्छौँ र त्यो चाहिँ टक्क लाएर जिंक अक्साइड र सल्फर डाइअक्साइडमा फेरि टुक्रिन्छ। सल्फर डाइअक्साइड उडेर जान्छ, हामीले जिंक अक्साइड अपडेट गर्छ। र यसमा अर्को मुख्य कुरो के हुन्छ भन्छौँ भने फोस्फरस, आर्सेनिक, सल्फर र एन्टिमोनी है। फोस्फरस, सल्फर, आर्सेनिक र एन्टिमोनी जस्ता तिम्रा भोलाटाइल इम्प्युरिटिज अथवा भोलाटाइल इम्प्युरिटिज इलिमेन्ट्सहरू चाहिँ त्यसको अक्साइडको रूपमा चाहिँ उडेर जान्छ र हामीले यसरी इम्प्युरिटिजलाई हटाउँछौँ। कता त रोस्टिङ। अब रोस्टिङ पनि सकियो हाम्रो। रोस्टिङ पछि हाम्रो मेजर पार्ट आउँछ रिडक्सन। हेर, रिडक्सनमा यो फिगर इज द मोस्ट इम्पोर्टेन्ट वान। अब यसमा के छ, चार्जिङ डोर छ। हेर, चार्जिङ डोरबाट के हाल्ने, माथिबाट आएको स्मल ब्रिकेट्स अफ जिंक अक्साइड। हेर, माथिबाट के आउँछ, जिंक अक्साइड आउँछ। यो चाहिँ स्मल, एकदमै स्मल ब्रिकेट्सहरू हुन्छ क्या है, स्मल टुक्राहरू हुन्छ है। यो अब जिंक अक्साइडको, अब यो जुन जिंक अक्साइड छ माथिबाट हाम्रो यो रोस्टिङबाट आएको चाहिँ जुन जिंक अक्साइड छ, अब जिंक अक्साइडलाई हामी चार्जिङ डोरबाट हालिदिन्छौँ।
ठिक छ, चार्जिङ नोडबाट हालिदिन्छौँ र यतापट्टिबाट चाहिँ हामीले प्रोड्युसर ग्यास चाहिँ यहाँबाट हामीले पठाउँछौँ। अब प्रोड्युसर ग्यास पठाउँछौँ र प्रोड्युसर ग्यास पठाइसकेपछि चाहिँ प्रोड्युसर ग्यास भनेको के हो, CO + N2 हो। प्रोड्युसर ग्यास पठाइसकेपछि चाहिँ 1400 देखि 1500 डिग्री सेल्सियससम्म चाहिँ यसको टेम्परेचर पुग्छ। र अर्को कुरा के हो भन्छौँ भने स्मल ब्रिकेट्स अफ जिङ्क अक्साइड जुन माथिबाट आएको छ हैन, अब त्यो माथिबाट आएको चाहिँ स्मल ब्रिकेट्स अफ जिङ्क अक्साइड चाहिँ पाउडर फर्ममा हुन्छ र त्यसलाई चाहिँ कोकसँग है, त्यसलाई चाहिँ कोकसँग मिसाएर चाहिँ 2:1 को रेसियोमा के त जिङ्क अक्साइड ZnO कोक भनेको चाहिँ 2:1 को रेसियोमा यो चार्जिङ डोरबाट हामीले चार्ज गर्ने हो। त्यहाँबाट प्रोड्युसर ग्यास आउँछ। प्रोड्युसर ग्यास भनेको कार्बन मोनोक्साइड + N2 हुन्छ र त्यो प्रोड्युसर ग्यास आइसकेपछि अब यहाँको भित्रको टेम्परेचर कतिमा राइज हुन्छ, 1400 देखि 1500 डिग्री सेल्सियससम्म चाहिँ भित्रको टेम्परेचर राइज हुन्छ। अब भित्रको टेम्परेचर राइज हुन्छ। अब के हुन्छ, जिङ्क एकदमै भ्यापर फर्ममा जान थाल्छ हेर है। अब यहाँ के छ, इम्प्युरिटी पनि छ, जिङ्क पनि छ है, दुईटै भरपुर मात्रामा छ। अब जिङ्क के हुन्छ, मजाले ग्यासियस फर्ममा जान्छ है, एकदमै धेरै हिट गरेको छौँ हामीले। अब जसले गर्दा चाहिँ नि जिङ्कको मेल्टिङ पोइन्ट बोइलिङ पोइन्टमा जान्छ भने क्रस गर्छ त्यो हामीले हिट गरेको टेम्परेचर। त्यसले गर्दा चाहिँ नि जिङ्क ग्यासियस फर्ममा जान्छ र ग्यासियस फर्ममा गइसकेपछि यताबाट जुन कन्डेन्सर छ यो कन्डेन्सरमा जान्छ है, कन्डेन्सरमा जान्छ। अब कन्डेन्सरमा गइसकेपछि के हुन्छ, कन्डेन्सरमा गइसकेपछि अभियसली कन्डेन्स हुन्छ, ग्यासियस फर्मबाट लिक्विड फर्म मोल्टन फर्ममा हामीले जिङ्क पाउँछौँ र त्यस्तो जिङ्कलाई हामीले स्पेल्टर जिङ्क भन्छौँ। र यसमा देखिने रियाक्सन भनेको चाहिँ हामी माथिबाट आएको स्मल ब्रिकेट्स अफ जिङ्कलाई कोसँग रियाक्ट गरौँ भने कोकसँग 2:1 को रेसियोमा मजाले जिङ्क हामीले अब्टेन गऱ्यौँ। त्यो सँगसँगै कार्बन मोनोक्साइड ग्यास पनि निस्किन्छ। अब यतापट्टि जुन यो कन्डेन्सर छ यो कन्डेन्सरमा चाहिँ यो दुइटै जिङ्क र कार्बन मोनोक्साइड ग्यास देखा पर्छ। अब कार्बन मोनोक्साइड चाहिँ उडेर जान्छ, जिङ्क बाँकी रहन्छ। यसरी हामीले मोल्टन फर्ममा जिङ्क अब्टेन गर्छौँ, त्यसलाई स्पेल्टर जिङ्क भन्छ। र यो चाहिँ 97.8% प्योर हुने गर्छ है। यो जुन जिङ्क छ यो चाहिँ 97.8% प्योर हुन्छ। अब यसको प्युरिफिकेसनको हाम्रो मेन मेथड भनेको इलेक्ट्रोन रिफाइनिङ हो। अब इलेक्ट्रोन रिफाइनिङमा चाहिँ हाम्रो इम्प्योर जिङ्कलाई एनोड बनाइन्छ र प्योर जिङ्कलाई चाहिँ क्याथोड बनाइन्छ। र यो कहाँ गरिन्छ, ZnHO लाई चाहिँ इलेक्ट्रोलाइटको रूपमा लिएर काम गरिन्छ। यतै ZnHO चाहिँ यसरी टुक्रिन्छ, ठिक छ, यो रेस्पेक्टिभ आयन्समा टुक्रिन्छ र एनोडमा अभियसली के हुन्छ, इलेक्ट्रोनको के हुन्छ, गेन हुन्छ कि लस हुन्छ कि, यहाँ चाहिँ इलेक्ट्रोनको गेन हुन्छ एनोडमा। र एनोडमा चाहिँ इम्प्योर भएको हुनाले चाहिँ अब एनोड चाहिँ एकदमै पातलो 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 हुँदै जान्छ हैन। तिम्रो चाहिँ एनोडमा भएको इम्प्युरिटिजहरु चाहिँ एनोड मोडको रूपमा तल सेटल डाउन हुँदै जान्छ र तिम्रो प्योर जुन जिङ्क थियो अब त्यो चाहिँ क्याथोडतिर जान्छ। र यसरी हामीले मजाले प्युरिफिकेसन गर्छौँ र प्युरिफिकेसन गरिसकेपछि चाहिँ हामीले जिङ्क 99.9% प्योर हुन्छ। ठिक छ। अब फिजिकल प्रपर्टीको कुरा गर्छौँ भने चाहिँ यो सोलिड हुन्छ रुम टेम्परेचरमा र हामीले बाहिर एटमोस्फियरमा एक्सपोज गर्यौँ भने चाहिँ यो ग्रे कलरमा टर्न आउट हुन्छ। अब कन्डक्टिभिटीको कुरा गर्छौँ, यसले हिट र इलेक्ट्रिसिटीलाई मजाले कन्डक्ट गर्न सक्छ र यो मेलेबल र डक्टाइल पनि हुन्छ। अब यति कुरा जान्यो भने हामीले फिजिकल प्रपर्टी पनि जान्यो। अब एक्सन अफ एयर है, यो एकदमै इम्पोर्टेन्ट छ, यो एक्जाममा सोधिरहेको हुन्छ। एक्सन अफ एयर भनेको चाहिँ अब एयरमा के हुन्छ, पानी पनि हुन्छ र मोइस्चर पनि हुन्छ, कार्बन डाइअक्साइड पनि हुन्छ अभियसली एयरमा, र अक्सिजन त एयरमा हुने नै भइहाल्यो। अब यी सबै इलिमेन्ट्सहरूसँग चाहिँ रियाक्ट गर्छ जब चाहिँ हामीले जिङ्कलाई चाहिँ एटमोस्फियरमा एक्सपोज गर्छौँ र हामीले बन्छ कि जिङ्क कार्बोनेट त ZnCO3 डट ZnOH को उल्टो, ठिक छ, ZnOH को उल्टो, ठिक छ। यसलाई हामीले भन्छौँ बेसिक जिङ्क कार्बोनेट है, बेसिक जिङ्क कार्बोनेट। ZnOH भनेको बेस हो। अब त्यसैले हामीले बेसिक जिङ्क कार्बोनेट पनि भन्छौँ यसलाई। अब यो कस्तो कलरको हुन्छ, यो ग्रे कलरको हुन्छ भन्ने कुरा याद हुनु पर्यो, ठिक छ। यो चाहिँ कस्तो कलरको हुन्छ, यो चाहिँ ग्रे कलरको हुन्छ। र त्यसै गरी जिङ्कलाई हामीले अक्सिजनसँग रियाक्ट गरेर 5 डिग्री सेल्सियसमा भने जिङ्क अक्साइड भन्छ। त्यो जो जिङ्क अक्साइडलाई हामीले फिलोसोफर्स वुलको रूपमा चिन्ने गर्छौँ। अब एक्सन अफ एसिडको कुरा गर्छौँ भने अब मिनरल एसिड छ। मिनरल एसिड भनेको अब जस्तै HCl छ। अब जिङ्कले HClसँग रियाक्ट गर्छ ZnCl2 बनाउँछ, जिङ्कले H2SO2सँग रियाक्ट गर्छ ZnHO बन्छ। र यो भनेको चाहिँ हाम्रो जेनरली हामीले त्यतिकै पनि मिलाउन सक्ने रियाक्सनहरूमा पर्छन्। अब जब जिङ्कले कन्सन्ट्रेटेड H2SO2सँग रियाक्ट गर्छ त्यति बेला जिङ्क सल्फेट र सल्फर डाइअक्साइड ग्यास निस्किन्छ, जुनमा सल्फर डाइअक्साइड ग्यास चाहिँ माथि उडेर जान्छ र बाँकी रहन्छ जिङ्क सल्फेट र वाटर मोलिक्युल है। अब जिङ्कले कोसँग रियाक्ट गर्ने भयो त,
अब जिङ्कले रियाक्ट गर्छ नाइट्रिक एसिड हेर त नाइट्रिक एसिडको पनि डिफ्रेन्ट भेरिएसन छ यतापट्टि कन्सन्ट्रेटेड नाइट्रिक एसिड छ यतापट्टि चाहिँ मोडरेटली कन्सन्ट्रेटेड नाइट्रिक एसिड छ हेर अब यतापट्टि डाइल्युट नाइट्रिक एसिड छ अब यतापट्टि भेरी डाइल्युट नाइट्रिक एसिड छ अब यो सबै कन्डिसनमा चाहिँ हाम्रो यो दुईटा प्रडक्ट जिङ्क नाइट्रेट र वाटर हेर त सबैमा एउटै छ जस्ट हाम्रो लिबरेट हुने ग्यास मात्र फरक छ अब तिमीले जब जिङ्कलाई कन्सन्ट्रेटेड नाइट्रिक एसिडसँग रियाक्ट गराउँछौ त्यति बेला NO2 ग्यास इमिट हुन्छ है नाइट्रोजन डाइअक्साइड ग्यास इमिट हुन्छ अब जब तिमीले चाहिँ जिङ्कलाई मोडरेटली हैन अगाडि कमसँग रियाक्ट गर्दा NO2 ग्यास इमिट आएको थियो अब तिमीले मोडरेटली गराउँछौ भने चाहिँ NO ग्यास इमिट हुन्छ र तिमीले चाहिँ अब डाइल्युटसँग रियाक्ट गराउँछौ भने N2O हुन्छ र भेरी डाइल्युटसँग रियाक्ट गराउँछौ भने चाहिँ एमोनियम नाइट्रेट बन्दा रहेछ हेर त है यसरी हाम्रो डिफ्रेन्ट भेरिएसनमा चाहिँ डिफ्रेन्ट ग्यासको प्रोडक्सन हुँदो रहेछ र हाम्रो अति इम्पोर्टेन्ट भनेको रियाक्सन त अल्काली भनेको कुन अल्काली सोडियमवाला अल्कालीको हाइड्रोक्साइड हेर त जिङ्कले सोडियम हाइड्रोक्साइडसँग रियाक्ट गर्छ बनाउँछ सोडियम जिङ्केट भनेको Na लेख्ने हेर Na2 लेख्ने ZnO2 Na2ZnO2 भनेर यसरी याद राख्नु पर्यो है राइमिङ बनाएर पढ्यो भने चाहिँ एकदम सजिलो हुन्छ Na2ZnO2 र हाइड्रोजन पनि लिबरेट हुन्छ यो अति नै इम्पोर्टेन्ट रियाक्सन हो र त्यसको डिस्प्लेसमेन्ट रियाक्सन छ अब जिङ्कले के गर्छ त भन्दा चाहिँ आफूभन्दा तल पर्ने है इलेक्ट्रोकेमिकल सिरिजमा चाहिँ आफूभन्दा तल पर्ने मेटल जस्तै कपरलाई चाहिँ रिड्युस गरिदिन्छ त्यसले र युजेस अफ जिङ्क पनि सोध्न सक्छ यसमा अब जिङ्कलाई हामीले प्राइमरीली अब ग्याल्भनाइजेसन अफ आइरन हामीले पछि पढ्छौँ ग्याल्भनाइजेसन अफ आइरन त्यसमा पनि प्रयोग गरिन्छ त्यसै गरी चाहिँ हाम्रो स्टिल मेकिङमा पनि प्रयोग गरिन्छ र हाम्रो मेजर कुरा भनेको चाहिँ ग्रानुलेटेड जिङ्कलाई हामीले हाइड्रोजन ग्यासको प्रिपरेसन गर्नमा प्रयोग गरिन्छ यति कुराहरू यसो हल्का दिमागमा राख्नु पर्यो अब हाम्रो जिङ्कको कम्पाउन्ड छ हेर जिङ्कको कम्पाउन्ड छ व्हाइट बिट्रोलमा के हुन्छ जिङ्क सल्फेट पेन्टा हो कि हेप्टा हैन जिङ्क सल्फेट हेप्टा हाइड्रेटेड हो क्या है जिङ्क सल्फेट हेप्टा हाइड्रेटेड भनेको चाहिँ हाम्रो के हो व्हाइट बिट्रोल हुन्छ यो चाहिँ व्हाइट कलरको हुन्छ हेर त व्हाइट बिट्रोल यस्तो देखिरहेको रहेछ व्हाइट बिट्रोल अब यसको प्रिपरेसन कसरी गर्ने त अब यसको प्रिपरेसन गर्न एकदम सजिलो छ है जति बेला पनि रियाक्ट गराउने कोसँग हो H2SO4 अब पहिलोचोटि हामीले जिङ्कसँग रियाक्ट गराउँछौँ दोस्रोचोटिमा जिङ्क अक्साइडसँग रियाक्ट गराउँछौँ तेस्रोचोटिमा जिङ्क कार्बनसँग रियाक्ट गराउँछौँ सबैमा बन्ने प्रडक्ट भनेको जिङ्क सल्फेट र जिङ्क सल्फेट तर जिङ्क कार्बनसँग रियाक्ट गर्दा हाम्रो कार्बन डाइअक्साइड ग्यास पनि इमिट हुन्छ अब यो जुन फर्म भएको जिङ्क सल्फेट छ अब यो फर्म भएको जिङ्क सल्फेटलाई चाहिँ हामीले क्रिस्टलाइजेसन पोइन्टसम्म हिट गरिदिन्छौँ त्यसपछि भन्छ कि जिङ्क सल्फेट डट 7H2 भन्छ यता है यतापट्टि मिस्टेक दिएको रहेछ जिङ्क सल्फेट प्लस 7H2 भन्छ जसलाई हामीले के भन्छौँ व्हाइट बिट्रोल भन्छौँ अब यो व्हाइट बिट्रोलको फिजिकल प्रपर्टी कस्तो छ भनेर भन्छौँ भने यसको फिजिकल प्रपर्टीमा अब यो क्रिस्टलाइन व्हाइट कलर सोलिड हो रे जुन चाहिँ वाटरमा सोल्युबल छ यो चाहिँ कस्तो हो रे क्रिस्टलाइन व्हाइट कलर सोलिड हो जुन चाहिँ वाटरमा सोल्युबल हुन्छ र यी फ्लोरेसेन्ट हुन्छ यी फ्लोरेसेन्ट भन्नुको मतलब के हो जब तिमीले यसलाई चाहिँ एटोस्फियरमा एक्सपोज गर्छ यसले चाहिँ आफ्नो वाटर अफ क्रिस्टलाइजेसन लुज गर्छ जुन कुरालाई यहाँ एक्सन अफ हिटको रूपमा एक्सप्लेन गरिएको छ ठीक छ जिङ्क सल्फेटलाई तिमीले 100 डिग्री सेल्सियससम्म हिट गराइदियो भने त्यसको 7वटा जुन के थियो वाटर अफ क्रिस्टलाइजेसन थियो त्यो घटेर अब एउटामा मात्र बाँकी रह्यो अब फेरि तिमीले फर्दर 300 डिग्री सेल्सियससम्म हिट गराउँछौ बाँकी रहन्छ कि जिङ्क सल्फेट अब त्यसलाई अझ फर्दर 800 डिग्री सेल्सियससम्म हिट गराइदियो भने जिङ्क अक्साइड भन्छौँ जसलाई हामीले फिलिस उल पनि भन्छौँ ठीक छ ल ठीक छ अब अर्को छ एकदम इम्पोर्टेन्ट रियाक्सन जिङ्क सल्फेटलाई सोडियम हाइड्रोक्साइडसँग रियाक्ट गराइदिन्छौँ पहिलोचोटिमा बन्छ जिङ्क हाइड्रोक्साइड र Na2SO4 अब तिमीले एक्सेस NaOH लिन्छौ है अब तिमीले एक्सेस NaOH लिएको छौ भने चाहिँ के बनाइदिन्छ सोडियम जिङ्केट अहिले भर्खर पढेको सोडियम जिङ्केट कस्तो राइमिङ मिलाएको थियो सोडियम जिङ्केट ल त्यसपछि गएर हाम्रो अर्को अति नै इम्पोर्टेन्ट रियाक्सन सोध्छ जिङ्क सल्फेटलाई ब्यारियम सल्फेटसँग रियाक्ट गराइन्छ ठीक छ जिङ्क सल्फेटलाई ब्यारियम सल्फेटसँग जिङ्क सल्फेटलाई ब्यारियम सल्फेटसँग रियाक्ट गराइन्छ भन्छ Z10 यतापट्टि SO4 को ठाउँमा S उतापट्टि BA को ठाउँमा SO4 अनि Z10S BaSO4 हेर त अब यसलाई हामीले के भन्छौँ लिथोफोन भन्छौँ लिथोफोन भनेको के हो भने व्हाइट पिगमेन्ट हो है हामीलाई सोध्न सकिन्छ लिथोफोन कहाँ युज हुन्छ
लिथोफोन कहाँ युज हुने रहेछ, वालको इन्टेरियर पेन्टिङमा अथवा पेपर कोटिङमा अथवा ओपेसिटी र ब्राइटनेस, ठिक छ, ओपेसिटी अथवा ब्राइटनेस प्रोभाइड गर्नु कुनै पनि सफ्टवेयरमा भने हाम्रो लिथोफोनको प्रयोग हुन्छ। लिथोफोन कसरी बुन्दा रहेछ, जिङ्क सल्फेटलाई बेरियम सल्फेटसँग रिएक्ट गराउँछौँ, भन्छ जिङ्क सल्फेट डट BASF हो। ठिक छ ठिक छ। अब अर्को छ पोटासियम फेरोसाइनाइड। पोटासियम फेरोसाइनाइड भनेको KF हो, FeCN06। अब त्योसँग रिएक्ट गराइदियो भने हाम्रो के भन्छ, ZN2 FeCN06। ठिक छ। अब यतापट्टि चाहिँ K4 को ठाउँमा हाम्रो ZN2 जान्छ र अरू जस्ताको जस्तै अब यतापट्टि चाहिँ K2 जुन छ यो निस्केर K2SO4 हुन्छ है। ल यो रिएक्सन त्यति इम्पोर्टेन्ट त छैन तर पनि यसो बुझिराख्दा राम्रो। अब ब्लू भिट्रोल भन्दा पनि व्हाइट भिट्रोलको युज के छन्, अब यसलाई फङ्गिसाइडको रूपमा प्रयोग गर्न सकिने रहेछ, यसलाई जिङ्कको इलेक्ट्रोप्लेटिङमा प्रयोग गर्न सकिने रहेछ, यसलाई ल्याबोरेटरी रिएजेन्टको रूपमा प्रयोग गर्न सकिने रहेछ। त्यसै गरी यो चाहिँ प्रिजर्भेटिभ अफ एनिमल स्किन हो भन्ने कुरा गरेको छ। सो यसरी चाहिँ हाम्रो जिङ्क च्याप्टर मजाले सकिएको छ है। यहाँबाट हाम्रो कुनै कुरा पनि छुटेको छैन, 100% कम्प्लिट गरेको छौँ हामीले यो च्याप्टरलाई। हस्, थ्याङ्क यू, बाई।